आज मैले यस्तो हुन्छ भनेर सोचेको पनि थिएन कि मर्निङ गाइज यु क्यान सी द भ्यू दामी छ अहिले चाहिँ सो गुड आफ्टरनुन एभ्रिवान गुड मर्निङ के बोलेँ मैले फेरि गुड मर्निङ विथ अ न्यू डे विथ अ न्यू ब्लग सो आजको ब्लग चाहिँ कस्तो हुन्छ सबै देखाउनेवाला छु डु सब्सक्राइब तपाईँले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिहाल्नु होला सो आज हामी पहिला खानासाना खाउँ त्यस पछाडि आजको ब्लग स्टार्ट गर्नेवाला छु सबैजनाले हेर्नु होला सो लेट्स गो ल अहिले निस्किसकेको छ सो गाइज हामी चाहिँ अब टक्क लगाएर निस्किसकेको छु सायद आज हामी काठमाडौँ पनि पुग्न सक्छौँ होला हामी चाहिँ यस्तो ठाउँमा बसेको थियो कि लुक्स हेर्नुहोस् दामी छ यहाँ छ आले हेलो के छ आले ल आले र म चाहिँ अब निस्किसकेको छु त्यो दाइलाई भेट्नु छ कि अब दाइको चाहिँ यहाँ सामानहरू छ एकचोटि दाइलाई भेटौँ त्यसपछि जानुपर्छ औ लेट्स गो यस्तो उकाल चढ्नुपर्छ क्या एकचोटि भ्यू देखाउँ है तपाईँलाई सर्लक्क पाएर ऊ यहाँ ल्याउँदैछ ठ्याक्कै लाग्यो अहिले पुरा चस्मा लाएर टक्क सो हेर्नुहोस् र हामी चाहिँ यो उकाल चढ्दैछु यस्तो ठाडो उकाल छ भने यो यस्तो कि पुरै कतै यस्तो मर्ने ठाउँ पनि छैन कि सो ओहो मैले त्यो माइक लाउनु पर्ने हुन्छ तर साउन्ड राम्रो आउँदैन के भयो माथि पुग्न हो र ल अहिले थाकिसकेको छ भर्खर 2 मिनट 1 मिनट हिँडेको छैन हामी 1 मिनट हिँडेर छैन अबे के हो यार त्यो ओहो गाइस के हो जङ्गलमा खोइ कस्तो यार हो भनेको ल यस्तो गर्मी भने कि भक्तपुरमा अहिले सो हामी चाहिँ अहिले भक्तपुरमा आइसकेको छु घ्याम्बे डाँडाबाट अब लेट्स अब हामी एकचोटि पान्तली पनि जानेवाला छौँ त्यसपछि फेरि अर्को कमल पोखरी पनि जानेवाला छु र आजको दिन चाहिँ बब्बाल हुनेवाला छ सो हेर्दा जाउँ अहिले चाहिँ भन्न मिल्दैन अहिले भन्यो भने त फेरि अहिले मजा आउँदैन कि सो अब हेर्दै जाउँ त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ सो लेट्स मुभ गाइज यस्तो गर्मी छ कि अहिले तर गर्मी पनि आज चाहिँ हामी चाहिँ भिडियो जसरी पनि बनाउँछौँ भनेर निस्किरहेको छु होइन अहिले तर यस्तो तातो छैन कि दाइ यार आमा यस्तो सोचेको नि थिएन कि मैले यस्तो तातो छ भनेर माथिबाट आयो हामी त आउने बित्तिकै यस्तो तातो भयो कि ओ माइ गॉड खुट्टा टेक्न सकेन गाडीबाट ओर्लिने बित्तिकै कि अब गाडीमा आउँदाखेरि चाहिँ भ्लग बनाउनु पाएन अब सो हेर्नुहोस् यस्तो छ अब एकचोटि हेरौँ सूर्यविनायकमा यस्तो जाम होइन कि सूर्यविनायकमा यस्तो गर्मी पनि यार सो चस्मा टक्क लगाएको छ लगाएछ हामी चाहिँ हिँडेको सो अब चाहिँ हामी पान्तली मन्दिर पुग्नु लागेको छ यस्तो हेर्नुहोस् त एकदमै लुक्स दामी लुक्समा यहाँ छ टक्क लगाएर यहाँ निसानो मन्दिर छ अब यो भित्र छिरेपछि एकदम खतरनाक मन्दिर देखेछ कि हामीले अब यो त सिम्पल हो के पनि होइन हामी चाहिँ टक्क लगाएर यो पान्तली मन्दिरमा आएको छु एकचोटि लुक्स हेरौँ नि त अहिले सो त्यही होला आज चाहिँ हामी यहाँदेखि निस्केको फेरि अब चाहिँ हामी उता रानी पोखरी जानेवाला छौँ 16 निस्केको अब बाटो यस्तै छ र जामै जाम छ नि यार यस्तो छ ल हेर्नुहोस् त अहिलेको अवस्था यस्तो रहेछ फर्स्ट टाइम आएको हेर्नलाई काम हुँदै रहेछ अब चाहिँ राम्रो हुन्छ होला है ल काम गर्दै हुँदो रहेछ अब चाहिँ दामी हुन्छ होला हामी त घुम्न आएको थियो यस्तो भएछ ल तपाईँहरूले बिगार्नु भएछ त नि हामीले हेर्नै पाएन हो ल गाइज अब के भन्दाखेरि आज चाहिँ यसो घुमाउ भनेर आएको लाग्यो ओ हेर्नु ठिक हेर्नु मान्छे घुम्नेवाला कि त्यो हालत यस्तो छ हेर के छ सो माछा होइन यो चाहिँ अब माछा मऱ्यो त ठुल्ठुलो माछा रहेछ है
अब यो चाहिँ किन यस्तो गरे भन्दाखेरि चाहिँ यो राम्रो बनाउन खोजेका रहेछन्। आशा गरौँ अब अर्को टाइम आउँदाखेरि चाहिँ दामी हुन्छ होला। सो आज चाहिँ यस्तै भयो ल, नभए हामी अर्को पोखरी त जानु पऱ्यो नि त होइन अहिले। जानु पर्यो नि त दाइ यार, आज झन् यस्तो एकचोटि सर्लक्क घुमौँ। अब आयो एकचोटि घुमेर जाउँ न त। मान्छे त खासै भिड छैन रहेछ। आज के होला भने हेरेको, आज मैले यस्तो हुन्छ भनेर सोचेको पनि थिएन कि। आज के भयो, आज मैले यस्तो हुन्छ भनेर सोचेको पनि थिएन कि। अब जाने हो, अब मसँग घुम्ने भनेको थियो, यस्तो भइदियो भने छ्या। सो ल हामी चाहिँ अब फर्केको, अब उता कमल पोखरीतिर जानु पर्लो। अबदेखि चाहिँ आजको चाहिँ भक्तपुरको हरेक पोखरी चाहिँ घुम्नुपर्छ भनेर प्लान गरिरहेको थियो। फर्स्टमै यस्तो भयो, अब अरू के होला। सो ल ओ माथि होला, कमल पोखरी होला। नजिकै हो कि नजिकै पुग्छ। हामी माथि जान्ला हो अब त। ल भयो भयो ल दाजु दाजु ल दाइले कतिवटा फोटो खिच्नुभयो भन्नु त? समथिङ 150 वटा। यस्तो बवाल ठाउँ छ यहाँ चाहिँ होइन, कस्तो मजा आयो क्या मलाई चाहिँ। सो त्यसै के भइहाल्यो, यो त सबै घरहरू क्या यहाँ त। यता नि घर छ उता नि घर छ, घरै घर रहेछ। कस्तो दामी के हेर्नु न। ओ माई गड, यहाँ चाहिँ 1 तले 2 तले 3 तले 4 तले 5 तले, 1 2 3 4 5 तले, 5 तले मन्दिर भक्तपुर है त। सो उहाँ चाहिँ के हो यार, माथि कसरी झुन्डा रहेछ। अहिले सर्टै हिरो बनाएर हिँडिरहेको छु ल। सो ओके लेट्स मुभ। सो ल अब चाहिँ हामी यहाँदेखि निस्केको। आजको भिडियो चाहिँ बब्बाल भएको छ, बब्बाल एकदम बब्बाल गाइज, एकदम बब्बाल 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 भएको छ। सो सबैजना हेर्नु होला, फुल जसरी फुल हेर्नुभयो एकचोटि टक्क कमेन्ट पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। सो ओके बाई बाई।